यहाँबाट यो पुलबाट उता चाहिँ देवदह नगरपालिका रहेको छ भने यता चाहिँ तिलोतमा नगरपालिका रहेको छ। हेलो एन्ड नमस्ते गाइज, तपाईँहरूलाई स्वागत छ रखाली ब्लगमा। सो आज चाहिँ म देखाउन गइरहेको छु यही टटेरा वरिपरि मात्र घुम्नेछु म आज चाहिँ। सो आजको मौसम चाहिँ यस्तो भइरहेको छ, पानी परेर डेन्जर छ आजको मौसम चाहिँ। सो म चाहिँ अब जाँदैछु गाउँ डुल्नको लागि है। आज चाहिँ गाउँ डुल्दै हिँड्नेछु म। सो आजको भिडियो चाहिँ त्यस्तो कन्टेन्ट त्यस्तो राम्रो छैन। सो के हुन्छ सो हेर्नु होला। कहाँ र चिन्यो घर फेरि? कहाँ र चिन्यो घर फेरि? केटाहरू आइसकेको रहेछ यार, लिनको लागि थाहै नै। म त तिमी यता आउँछौ भने सोचेकै थिएन के। यता घर चिने हो भने थाहा छैन नि त। यही होला भनेर नि त्यही गर्दा छिरेको। चिनेर छिरेको त होइन, कताले चिनेर भाइले भनेको। सो म चाहिँ आइसकेको छु मायादेवी पार्कमा। देवदह नगरपालिका वडा नम्बर 8मा रहेको यो मायादेवी पार्क, अर्थात् माइती पार्क पनि भन्ने गर्छ। सो बुद्ध जन्मेको चाहिँ मतलब यही एरियामा भन्दा जस्तो सुन्थेँ म कहानी अनुसार। मलाई त्यति राम्रोसँग त थाहा छैन, तर यो मायादेवी पार्क भनेको चाहिँ बुद्धको आमा मायादेवी चाहिँ यस ठाउँमा लुम्बिनी जाँदा यस ठाउँमा आउनुभएको भन्ने सुनेको थियो। मलाई त्यति थाहा छैन, तर बुद्धको एकदम इतिहासहरू एकदम कहानीहरू धेरै जोडिएको छ यस ठाउँमा। सो पहिला चाहिँ एकदम राम्रो थियो यस ठाउँमा, तर अहिले चाहिँ सब यस्तो भइसकेको छ। सो आज चाहिँ पानी परेको हुनाले हामी चाहिँ यत्तिकै भिडियो बनाउनलाई निस्केको। सो त्यही हो गाइस, मलाई यहाँको बारेमा धेरै कहानीहरू त थाहा छैन, तर मैले सुनेअनुसार चाहिँ बुद्ध चाहिँ यही जन्मेको, बुद्धको लुम्बिनी घर भए पनि तर आमा बुद्धको आमा मायादेवी आफ्नो माइतीदेखि घर फर्किँदा चाहिँ बुद्ध चाहिँ यही जन्मेको भन्ने सुनेको हो। तर कहानी चाहिँ मलाई त्यति राम्रोसँग थाहा भएन। र ठाउँ चाहिँ यही हो है। यहाँ मूर्ति पनि बनाइएको छ, त्यही होला सायद मूर्ति। म चाहिँ आरामले घर बसिरहेको थिएँ। सो चाहिँ भिडियो बनाउने प्लान गराएर सो बाहिर निस्केको। मलाई लिनको लागि चाहिँ यहाँ भाइहरू आछन्। डिम्पल ठाडामा गर है तिमी।
भाइ र ऊ भाइको साथी आएको छन्। छोटा बम बडा धमाका यार। इत्रु भाइले मा स्कुटी कुदाउँदै हिँड्छन् यार। इत्रु राम्रोसँग नि पुगेको छैन नि स्कुटीमा। ताना ताना पछाडि ताना। यहाँ चाहिँ अहिले नयाँ स्कुल बनिरहेको छ। यो चाहिँ लुम्बिनी बोध विद्यालय। यो स्कुल पनि बन्दैछ तर यो स्कुलको चाहिँ यो त के भन्छ कार्यालय के जस्तो अफिस मात्र हो यो चाहिँ स्कुलको। यो टटेरामा धेरै ठाउँहरू बनिसकेको छ कि यस्तो घुम्न मिल्नेको लागि खचम्बा। बल माग न पानी छ ग्राउन्डमा। बल माग न उही बल माग न यहाँ मिससँग छ। दिनुहुन्छ क्या उस गर न माग्दै गर न। हामी आइहाल्यौँ क्या उतै पुगेर। होइन हामी आइहाल्यौँ 5 मिनटमा। हेलो सो स्वागत छ तपाईँहरूलाई रखाली ब्लगमा। सो म चाहिँ आज यत्तिकै मौसम बिग्रेको हुनाले केही काम नपाएर सो यत्तिकै भिडियो बनाउँदै हिँडिरहेछु भाइहरूसँग। सो भाइ पनि मलाई लिन आएर हामी चाहिँ यता अहिले चिलोतमा साइड आइसकेको छौँ। त्यो भ्यू चाहिँ यस्तो दामी देखेको छ। यहाँबाट यो पुलबाट उता चाहिँ देवदह नगरपालिका रहेको छ भने यता चाहिँ चिलोतमा नगरपालिका रहेको छ। सो यस्तो दामी देखेको छ त भ्यू है। कामै नपाएर दिउन घाम लागेको भए त बरु 4 बजेपछि है बल खेल्न निस्क्यो यताउति टाइम पास हुन्छ। आज चाहिँ दिसभरि बिहानभरि सुत्यो दिसभरि सुत्यो। सो अल्छी लागेपछि चाहिँ म यहाँ हल्का बाहिर निस्केको छु र बाहिर निस्किएर नि कतै न केही कन्टेन्ट छ न केही छ न कोही केटाहरू छ। धन्न यहाँ चाहिँ अहिले पाल्पाबाट भाइ झरेको छन् है। भाइसँग चाहिँ हल्का घुम्न निस्केको छु। सो केही कामै छैन त्यही भएर म चाहिँ सानोतिनो भ्लग बनाउँदै हिँडिरहेको बाहिर। कसैले सब्सक्राइबै गर्दै छैन च्यानलमा। टिकटकमा हालेको युट्युबमा हालेको कसैले सब्सक्राइबै गर्दै छैन। सो सब्सक्राइब गरिदिनु होला। 35 डे कम्प्लिट हुनेवाला छ। अब धेरै दिन छैन 1 हप्ता जति छ होला अब 35 डे कम्प्लिट हुन। 35 डेमा 1K पुऱ्याइदिनु पऱ्यो क्या सबैजनाले सब्सक्राइब हानिदिनु पऱ्यो क्या यार।